म तपाईहरुलाई 3 वटा यस्तो टिप्स दिनेछु जसको प्रयोगले तपाईहरुको केही महिनामा नै कपाल झर्न रोकिने मात्र हैन, झरिसकेको ठाउँमा नयाँ कपाल समेत उम्रिन मद्दत पुग्नेछ। 2टा खाने छ, एउटा चाहिँ लाउने छ। पहिलो नम्बरमा हो अमला। अमलाको धुलोलाई ल्याएर 1 चम्चा जति धुलो 1 गिलास पानीमा भिजाएर रातभरि राख्ने। त्यसपछि भोलिपल्ट बिहान त्यसलाई घोल्ने र खाली पेटमा खाने। यो चाहिँ दिनमा 1 पटक खाने र लगातार खाइराख्ने कन्सिस्टेन्सी चाहिँ जरुरी छ। यो गर्नुभयो भने पनि केही महिनामा नै तपाईहरुको कपाल झर्न रोकिन्छ। अमलामा एन्टिअक्सिडेन्ट हुन्छ, एन्टी इन्फ्लामेटरी प्रोपर्टिज हुन्छ, एन्टिब्याक्टेरियल प्रोपर्टिज हुन्छ, भिटामिन सी हुन्छ। अब अर्को हो करीपत्ता। 15-20 वटा करीपत्ता पानीमा उमाल्ने। उमालेर सेलाइसकेपछि त्यसलाई छान्ने। छानेर 1 कप जति तपाईले ग्रीन टी को रूपमा त्यसलाई खाने। अब करीपत्तामा चाहिँ के हुन्छ त भन्दा करीपत्तामा बीटा क्यारोटिन हुन्छ, प्रोटिन हुन्छ, मिनरल्स हुन्छ। यो तीनैवटाको कम्बिनेसनले हामीलाई पोषण दिन्छ। अब यो दुईटा त पिउने कुरा भयो। अब लगाउने कुरा चाहिँ के छ त? कपालको लागि सबैभन्दा उपयुक्त तेल भनेको भृङ्गराज तेल हो। र भृङ्गराज तेललाई हल्का मनतातो बनाएर तपाईहरुले राति सुत्ने बेलामा मसाज औँलाको टुप्पाले तपाईहरुले गोल गोल गरेर 15-20 मिनेट जति तपाईहरुले मसाज गर्नुलाई स्कार्फमा, टाउकोमा र स्कार्फ बाँधेर सुतेर भोलिपल्ट बिहान स्याम्पूले नुहाउनु होला। तर याद राख्नु होला, फेरि स्याम्पू चाहिँ कस्तो प्रयोग गर्ने? सल्फेट फ्री स्याम्पू प्रयोग गर्ने। यति कुरा तपाईहरुले गर्दै जानुभयो भने केही महिनामा नै तपाईहरुको केश झर्न रोकिने मात्र हैन, झरिसकेको ठाउँमा नयाँ कपाल समेत उम्रिन थाल्छ। आजलाई यति नै, बाँकी अर्को भिडियोमा गरौँला। नमस्कार, धन्यवाद।